आजकै दिन भगवान श्री कृष्णले अर्जुनलाई भन्नुभएको थियो, राख मनमा मागर यजन मेरो भक्त बना गर वन्दना। मैमा मिल्ने छौ सत्य प्रण, तिमीसँग तिमी मलाई प्रिय घना। त्याग धर्म सारा एक मेरो नै शरणलाई प्राप्त हौ। म मुक्त गर्ने छु पापबाट, तिमी चिन्ता व्याप्त नहौ। निन्दा गर्छ मेरो नसुन्न, चाहन्छ बिना भक्ति भई। उसलाई नदिनु ज्ञान यो, जसमा छैन तप शक्ति नै। यो गुप्त ज्ञान महान भक्तहरूलाई भन्ने छ जो। महिमा मिली पाई मेरो भक्ति, असंशय मानव त्यो। भन्दा धेरै प्रिय कार्यकर्ता विश्वमा छैन मेरो। भन्दा धेरै मेरो प्यारो अरू कहीं हुने छैन जो। मेरो र तिम्रो धर्म चर्चा पढ्ने छ जो ध्यानले। म मान्ने छु पूजा मेरो भयो ज्ञान यज्ञ विधानले। बिना दोष खोजी सुन्ने छ जो नित्य श्रद्धायुक्त भई। त्यो पुण्यवानको परम शुभ लोक पाउने छ मुक्त भई। अर्जुन भन तिमीले सुन्यौ यो ज्ञान सारा ध्यान दी। अर्जुन भन तिमीले सुन्यौ यो ज्ञान सारा ध्यान दी। अब पनि छोड्यौ कि छैनौ मोहमय अज्ञान ती। शान्तिमा अर्जुन भन्नुहुन्छ, अच्युत कृपाले हजुरको अब मोह मेरो सबै हर्यो। अच्युत कृपाले हजुरको अब मोह मेरो सबै हर्यो। स्मृति भयो शङ्का गयो, गर्ने छु हरि जे भन्नुभयो। स्मृति भयो शङ्का गयो, गर्ने छु हरि जे भन्नु